हेर्नुहोस् बागमती खोला हजुर बागमती खोला यस्तो आइरहेको छ हामी भाटान जानु पर्ने पाहाडी छाप्रा थुप्रिनु जानु पर्ने यहाँ कसरी सिक्किनु छाप्रा थुप्रिनु देखिरहेको छ छाप्रा थुप्रि जानु पर्ने ए मलाई त्यति जान्ने छैन छाप्रा थुप्रि त्यही हो हाम्रो साथीभाइहरू भाटान पाइँदैन कि भन्दा पहिले गए हामी लक्ष्मी भर्न लागेको यतै खसी हजुर के गर्नु गर्नु के गर्नु लाउन अरेको होइन नाग्यो 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 25 करोडको एउटा पक्की पुल थियो त्यो बनाउन ताइला हो पुलले देखेन मेरो म आज काममै गएन दुईटा भनेको थियो दुईटामा गयो छैन नि त्यसमा भएर त छैन अब हेर्ने त खोइ तपाईँ भइसक्यो हाम्रो गणेश गुरु यहाँ बसेर माटो कति दिन भइसक्यो हेर्नु पर्थ्यो अहिले भर्खर अगाडि आएको बाढी एकदम घाँसले हालेर फुल लाग्दैन तिन दिन लगाएर बनाएको पुल हो नि त होइन ल कत्तरी खोला आउँदा बगाइन थियो अस्ति गएको भए यार गएको गयो भने चाहिँ अड्किँदैछ किन पाइँदैन यहाँ पाइँदैन यहाँ थुतेर भयो नि खानु पर्यो नि खाना तल चलाएर बसिरहेको अस्तिको भन्दा ठुलो आयो क्या है छैन कहाँ छ बाढी यार छैन छैन यो अस्ति त्यही छोपेको थियो आज छोपेन अब छोपिन्छ एकछिनमा बाढीले बिजोग बनायो कडा हो खाना खाना पाइन अब फोन आयो होला उठाउनु होला हेलो बाढी आइरहेछ यहाँ बाढी बाढी खाना खाना नपाइने होला होइन अस्ति त वहाँ पारिबाट उता गएको थियो ठुलो ढुङ्गा पछाडिबाट पानी परेको छैन यहाँ बाढी काठमाडौँको बाढी यहाँ आइरहेछ म अहिले गर्छु नेट बन्द के भन्छ यो बिहा छैन खासै ठुलो परे यो त सानै पानीको हो नि मान्छेले मुत्यो हात धेरै हात गर्मी बढेर पानी खायो पुरा धेरै सबैजनाले एकै पारे मुति जस्तो यो भन्दा कत्रो ठुलो बाढी आउँदा त्यो पुल हल्लाउन सके छैन यत्रोले हल्लाउँछ त यार पुल कति बनाएको छ बुढा 25 करोडको हो त अनि 25 करोडको हो पुलको टुप्पा मात्रै देखिरहेको छ र है उतापट्टि यतापट्टि नि देखिरहेको